हेलो एन्ड नमस्ते। आज चाहिँ म तपाईहरुलाई मेरो लोकल एरियाको ठाउँहरु देखाउन गइरहेको छु। हेर्दै गर्नु होला है, कस्तो हावा चलिरहेको अवस्था छ, कस्तो साह्रो हावा चलेको। हावा शेष भएर त रनिङ गर्ने एरियाहरु चाहिँ एकदम किसिम छ। यो मेरो ठाउँको गाउँबारीहरु घुम्न जाँदैछु। यस्तो ब्युटिफुल सिन छ। आज एकदम घाम लागेको छ यहाँ माथि। यो एरियाको ठाउँ चाहिँ सबै देखाउने छु है तपाईहरुलाई। ल आज चाहिँ हाम्रो लोकल एरियामा वकिङ गर्दैछौँ हैन। किसिम छ नि चाहिँ हाम्रो म्याडम चाहिँ आज ड्युटी भएको कारणले गर्दाखेरि अगाडि हिँड्दैछ हैन। यस्तो चाहिँ हाम्रो एरिया। मर्गो हुन्छ कहिले कहिले पछि कहिले चाहिँ एक्सर्साइज हुन्छ नि त यसरी। हावाले कान बाहिर भन्नु मैले कहिले सुनेको थिएँ, आजै सुनेको हो। हावाले कान बाहिर भन्नु पर्छ त नि, हावाले कान बाहिर भन्नु। अब जहिले पनि यहाँ दुईटा बाटो आयो, अब लेफ्ट जाने कि दाहिने जाने अरे। जाने होला बाटो जाने हो। अनि यो त यसरी उचाल्दा उचाल्दा त अनि आर्म्स त फुल्लिने रहेछ त। म त सक्दिनँ रहेछ है। थाई चाहिँ फुलाउनु पर्ने, थाईले थाईमा बाँधेर हिँड्नु पर्ला जत्तिकै भयो त फेरि। हामी हान्दिउँ न त। अरूको भ्लग हेर्दाखेरि आम्मा आँखा दुखेर हो, के गरेर खिच्छ मोबाइल त खै 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 360 घुमाएर है हेर्नेलाई आँखा निक्लिला जत्तिकै। म पनि त्यस्तै बनाइदिनु पर्यो, त्यस्तै गरिदिन्छु म पनि। जसले हेर्छ आँखा निक्लिने गरे मलाई पनि त्यस्तै भएको थियो नि अरूको हेर्दाखेरि। नहल्लाइकन खिच्नु नि सक्दैन। म चाहिँ किन नहल्लाउनु, हल्लाइदिन्छु म पनि। अरूको पनि आँखा निक्लोस् न। सक्दिनँ म गर्छु ल। म पनि कुद्दै आउनु हो नि। सकिनँ है, सकिनँ मैले। कुद्दिनँ म, सक्दिनँ। अनि हामी यहाँ आएको नै बोसो घटाउनलाई आएको होइन। बोसो कहाँ छ? बोसो यति भित्र छ। बोसोलाई चाहिँ खला अनि आफ्नो गाउँलाई एक्सप्लोर नगरेर अनि कहाँ अर्को गाउँ एक्सप्लोर गरेर आफ्नो गाउँ एक्सप्लोर गर्न आएको नि त। हाम्रो गाउँ यस्तो छ। साङराङ हो, यो ठ्याक्कै साङराङ हो। यो ठाउँ चाहिँ तिमीलाई साङराङ जस्तै छ क्या। ए हो, यो गर्छ कि लास्टमा चाहिँ। आज म्याडमको अफ ड्युटी हो। ल माथि गएर हाम्रो त्यो बारी खन्नुपर्छ है। खाएर आउने त्यहाँनिर चाहिँ पुरै त्यो माथि हाम्रो पोखरी पनि छ, त्यहाँनिर माछालाई चारा दिएर आउनुपर्छ। त्यो तोरीबारीमा चाहिँ हेरेर आउनुपर्छ होइन। तोरी गाउँहरू त्यो बकुलहरू लगाएको छ, त्यो बकुलहरू पनि हेरेर आउनुपर्छ। त्यहाँनिर थुप्रो छ क्या त्यो हाम्रो त्यो बारीहरू मजाले हेरेर आउनुपर्छ क्या। त्यो हाम्रो भेडाहरू पनि छ होइन, त्यो भेडालाई पनि हेरेर आउनुपर्छ कि कस्तो सालले नुनहरू पनि त्यहाँ छ कि छैन हेर्नुपर्छ। त्यहाँ अस्ति यहाँ जोतेको खेतबारीहरू पनि, यो जोतेको बारीहरू सबै अब यो रेडी हुन लाग्यो तोरी लाउनुलाई। पछि अब तोरी लाउनुपर्छ यहाँ। ठ्याक्कै यो माथि हाम्रो गैरी गाउँको बारी जस्तै छ क्या यहाँ पनि होइन। ठ्याक्कै हेर्दाखेरि पुरै यो गैरी गाउँको बारी जस्तै छ। सँगले यस्तो छ यो गैरी गाउँको बारी। यो बारी चाहिँ यस्तो दामी छ। यो बाटोमा रनिङ गर्नु यस्तो मजा आउँछ। बिहानै बिहानै फ्रेस हावा किसिम छ, रमाइलो छ। के गर्नु त, योभन्दा राम्रो चिज कहाँ हुन्छ त हो। बस्नुको लागि, हिँड्नुको लागि, डुल्नुको लागि किसिम छ नि किसिम। हावा चलिरहेछ, फ्रेस हावा, त्यो पनि शुद्ध हावा। झोलम बोकेर लाने हो। यहाँ तोरी बारी यहाँ
हुँदैछ यस्तो दामी तेल चाहियो भने यता ल भन्दैछ क्या ल यसको मम्मीलाई फार्मर हो कस्तो छिप्पेको बोका हान्छ होला हौ हान्दैन यो हान्ने खालको बोका होइन कि यो यस पुरा इन्जोय गर्दैछ काटिदिन्छ होला है त्यो फुलहरू काटिदिन्छ नि समर हुन्छ नि फेरि यिनीहरूले गऱ्यो भने त काटिदिन्छ नि बिचराहरू त्यो ठुल्ठुलो सिङ भएकोले मात्रै हान्छ कि न त माउहरू हो नि त अहिले चाहिँ बच्चा पाएर बसेको बिचरा तिनीहरूको बच्चाहरूलाई भित्र त्यसो खुट्टा दिएर बच्चाहरूलाई लान्छ भनेर ए छोड्दैन इन्जुरी भयो होला नि त्यो बिचरा कता अल्झ्यो होला नि त यो अर्को पनि घटाइ भएछ दुईजना आइपुग्यो नि यहाँ भन्दै के गर्दैनौ भनेर भन्ने हो कि के गर्दैन इन्जोय गरौँ तिमीहरूको फिसिङ गर्नु बसेको मान्छेहरूले निकै पर्छ त फिसिङ ड्राई पिकनिक आएर बस्ने बच्चाहरू आएर विकेन्डमा रिल्याक्स गर्दैछ ठिक छ है लोकल एरियामा यस्तो चिजहरू पनि पाइन्छ पर त्यो हप्टन हिलतिर
लाइसेन्स त चाहियो के अरे होइन अनि पे गर्छ के गर्छ यिनीहरूको मेम्बर के होला मेम्बरसिप होला कि चल्छ थाहा भएन मेम्बरसिप होला छैन कस्तो दामी ब्रिज हो त्यहाँ त्यो माथि ब्रिज के हो दामी है दामी दिएछ हौ बाटो छैन आउँदैछ बा जत्रो छ मान्छे हाम्रो रनिङ प्र्याक्टिस हुँदैछ यहाँ उकालोमा धेरै चिन्यो भने फेरि स्टिकर हाल्नु हावाले आज चाहिँ किसिम गर्यो भएर होला क्या नर्मली आँखामा हानिहाल्छ क्या कस्तो मजाले मिलाएर काटेर झार पनि किसिम छ नि त्यो काम के छ झार काट्ने नै मिलाएर त आँखामा झार काट्ने मिलाएर हो चल्यो क्या यो भ्याली हेर न कस्तो मजाले मिल्यो भिटामिन डी चाहिँ बेसमारी लियो है आज जिउले भेनालाई के लाग्यो है कस्तो दामी होइन बिचराको क्युरियोसिटी गरी हेर्दैछ कि त्यही भएर हो कि उनीहरूले हामीले पनि खानेकुरा ल्याइदियो होला भनेर आएको यिनीहरू
भयो दामी भयो भयो भेडा घाँस छैन यो त्यो जाडोमा खाने कि त्यो के भन्छ त्यसलाई अब हाम्रो ठाउँतिर धुस्ना भन्छ कि यहाँ चाहिँ अब अनि हौ यही त जाडोमा तान्दै खाने यिनीहरूले नि हो नि यो के भन्छ यसलाई गाउँको के सुकाएर राखेको हे कि के भन्छ समथिङ होइन यिनीहरूको मेन फुडै हो नि त विन्टरमा मजाले खान्छ यिनीहरूले वाउ वाउ खालको भयो अहिले चाहिँ ल वाउ खालको वाउ वेदर भयो फ्यान्टास्टिक अमेजिङ अमेजिङ माथि जाने जङ्गलमा जाँदिनँ म उसको चाहिँ इलेक्ट्रिक बाइक रहेन चाहिँ बिचरा सेफ गरेछ अर्को चाहिँ इलेक्ट्रिक रहेछ चलेर मात्रै नत्र चाहिँ दामी नै हो यो बाटो हिँड्नुहोस् भने सान्टोरिनीमा हिँड्ने जस्तै क्या जाँदै यस्तो होइन दामी छ त वाटो हाइकिङ चाहिँ कस्तो लाग्यो तिमीलाई Hiking, it's more like a walking. ठिकै छ वकिङ इज हाइकिङ हाइकिङ इज वकिङ गले उ गरेर उ गर्यो अन्त उ भयो सकियो नि रमाइलो थियो रमाइलो भयो भइरहेछ सकि चाहिँ हालेको छैन फ्रेस यारमा चाहिँ होइन मिट एन्ड ग्रिट राम्रै भयो भेडाहरूसँग त्यस्तै हो अब हामी घर जाँदैछौँ होइन जाँदैछौँ हामीहरू पहिला खानुपर्छ ल खानुपर्छ ल अब चाहिँ हामी लाग्यौँ घरतिर आज दिनभरिको हाम्रो एक्सर्साइज चाहिँ यहाँ आएर अन्त हुँदैछ त्यही भएर अब घर जानुपर्छ है त बुढी